नेकपा एमाले सडकमा छ, तपाईँहरूको सरकार गएर अध्यक्ष नै थुनिदिएको अवस्था छ। यो के भइरहेछ ल भन्नुहोस् त, सम्पूर्ण रूपमा के भएको छ? आजको विषय जम्मा के हो भने तत्कालको समस्या के हो, नागरिक स्तरमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो हजुर। र उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र गर्न सकिने समस्याहरू के हुन् र तिनीहरूको समस्याको समाधानको बाटो के छ भन्ने सन्दर्भमा उहाँले जिज्ञासा राख्नु भएको थियो। प्रधानमन्त्रीको रेस्पोन्स के भयो, त्यसमा फिडब्याक प्रतिक्रिया के रह्यो? उहाँले हामीले आफ्ना आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र समग्रतामा सामूहिक रूपमा कोशी प्रदेशका या एक जिल्ला अथवा एक जिल्लाभन्दा बढी एक क्षेत्र वा एक क्षेत्रभन्दा बढीका समस्याहरूलाई राख्यौँ। कोशी प्रदेशका सम्पूर्ण सांसदहरू जानुभएको थियो भन्ने हल्लाखल्लाको बिचमा के भयो कुरा, के पाके खुदो त्यहाँभित्र भन्ने भयो, के भयो ल भन्नुहोस् त? समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आफ्ना समस्याहरूको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो हजुर। र उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र गर्न सकिने समस्याहरू के हुन् र तिनीहरूको समस्याको समाधानको बाटो के छ भन्ने सन्दर्भमा उहाँले जिज्ञासा राख्नु भएको थियो। त्यसै विषयमा केन्द्रित भएर सबै मान्यज्यूहरूले आफ्नो धारणा राख्ने काम भयो। प्रधानमन्त्रीको रेस्पोन्स के भयो, त्यसमा फिडब्याक प्रतिक्रिया के रह्यो? उहाँले हामीले आफ्ना आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र समग्रतामा सामूहिक रूपमा कोशी प्रदेशका या एक जिल्ला अथवा एक जिल्लाभन्दा बढी एक क्षेत्र वा एक क्षेत्रभन्दा बढीका समस्याहरूलाई राख्यौँ र तिनीहरूलाई प्राथमिकताको आधारमा हामीसँग सानो बजेट भएकाले बजेटको आधारमा प्राथमिकता निर्धारण गरेर छिटोभन्दा छिटो समाधान गर्ने सन्दर्भमा उहाँको विचार रह्यो र उहाँले यदि यी समस्याहरू काठमाडौँ महानगरपालिकामै हुँदाका परिस्थितिमा केही थिए भने र यसरी छलफल भएको थियो नि विदिन 7 डेजमा नै समाधान गर्न सकिने परिस्थिति बन्थ्यो, तर यहाँ बजेटको अभाव र केही समय लाग्ने भएकाले यी समस्याहरूको समाधान गर्नुपर्छ भन्नेमा उहाँको बुझाइ थियो। बिस्तारै हुन्छ भन्ने बुझाइ भयो। अब अहिले